छोरी अब दाइहरू सब बाहिर गए म लिन यो चेलीहरूलाई यो पापी दिस कहिले नआए पनि हुन्थ्यो होला बुवा साह्रै रुवाउँदो रहेछ बुवा छोरी तिमी म बसुन्जेल तिमीलाई लिनु आइरहन्छु तिमीलाई म हजुरको धेरै अभागी छोरी रहेछु बुवा वर्ष दिनको चाडमा पनि म माइत जान पाइनँ बुवा पराएर पनि गइनँ अहिले के हुने बुवा ल हिँड्नुहोस् बुवा एकछिन बुहारी मैले तिमीलाई पोरै भने कि होइन तिजमा लिन नबोलाऊ भनेर यहाँ हाम्रो पनि त पर्पाउन आउँछ छोरीहरू आउँछ नन्द आमाजी आउनुहुन्छ तिमीले फुपू सासूहरू अनि यहाँ कसले बनाएर खुवाउँछ तिजको बेलामा दर बनाएर खुवाउनु पर्छ म पकाइ तुलाई गरेर खुवाए पनि भाँडाहरू जुठो हुन्छ त्यो भाँडाकुँडा त तिमी नभएपछि कसले माझ्छ मैले त सक्दिनँ नि सबै काम भ्याउनलाई अनि सम्धिज्यौ हजुरलाई मैले पोरै भनेको होइन तिजमा चाहिँ छोरी लिन नआउनु भनेर अरू बेला लानुभयो नि हुन्छ नि छोरी सम्झिनी यसपालि त छोरीलाई लानु पर्यो नलगेको धेरै भयो लिएर जानु पर्यो बिन्ती सम्धिज्यौ बिन्ती बिसाइरहनु पर्दैन मैले यत्रो समस्या बिसाउँदा पनि यो तिजमा हजुरको छोरी लिएर जाने हो भने सदाको लागि लिएर जानु होला मेरो छोरो पनि केहीमा काम छैन हजुरको छोरी जस्ती त 10 वटा बिहे गर्छ बुवा छोरी त्यो नरह तिमीलाई पछि लिन भइगयो आफ्नो घर धानहरू भर्नु पर्यो भन बुवा माइत नगएको पनि धेरै भयो यसपालि त म भागेर भए पनि जान्छु बुवा माइत हुँदैन छोरी तिम्रो माइत जाँदा घरबार बिग्रिन्छ पछि लिन छोरी तँलाई सन्चो छैन के हो अहिलेसम्म सुतिरहेछस् हजुर आमा के भयो टाउको दुख्या हो कि ज्वरो नै आयो हेर ज्वरो आएर यस्तो भएछ छोरीलाई टाउको पनि दुख्या छ यसै कालो भइसक्यो छोरीको पता नि आमा हिजो बेलुकाबाट ज्वरो आएर पानी तताएर खाँदिने मान्छे नि कोही भएन टाउको यसै दुखेछ अनि तेरो भाउजूले पानी तताएर पनि खान दिएन आमा दिनु भएन बिरामी भएको बेलामा कसले हेर्छ र ल त्यसो भए त आराम गर्दै गर सुत्दै गर म जाउलो पकाएर लिएर आउँछु पानी तताएर लिएर आउँछु आराम गर्दै गर हैन तेरो के पारा हो यस्तो मेरी छोरी बिरामी भएर त्यत्रो ज्वरो आएर सुत्दा नि तैँले अलिकति हेरविचार गर्न सक्दिनस् त्यति पानी सानी तताएर दिन त सक्दिस् होला नि नन्दा भनेर नहेप धेरै आमा मैले नानीलाई हेपेँ कि होइन नि नानी पनि सानो हुन ठुली भइसक्नु भयो एक वचन भाउजू बिरामी भएको छु भनेको भए पनि हुन्थ्यो मैले यत्रो काम गर्नुपर्छ घरको पनि आफै गर बाहिरको पनि आफै गर म एक्लै कता कता भ्याउनु आमा मैले त नानीलाई हेर्नै भ्याइनँ आमा हजुरले सधैँ यसरी मलाई किन टोकस्नुहुन्छ खासमा नानीलाई भएको रहेछ के हिजो बेलुकासम्म त राम्रै हुनुहुन्थ्यो टिकटक बनाइराख्नु भएको थियो रमाइराख्नु भएको थियो अब सन्चो बिसन्चो अब यसरी होला 21 भन्ने थाहा भएन ए तँलाई तेरो माइततिरको भए त थाहा पाउँथिस् घरको त के थाहा पाउँथिस् घरको सासू ससुरा नन्द आमाजुलाई त जे भए पनि जेसुकै होस् भन्छस् तेरो माइतको बाबा त सानो कुरा पनि ठुलो बनाइसक्थिस् थाहा पाउँथिस् दौडी सक्थिस् होला सके माइतमा भए घरमा किन थाहा पाउँथिस् यही फरक छ के छोरी र बुहारीमा त्यही भएर छोरी जस्तो बुहारी हुँदैन भनेको बुढापाकाले त्यस्तै भएर रहेछ बुझिस् आमा तपाईलाई पनि थाहा होला तपाईको छोरी जस्तै म पनि अरू कसैको छोरी हो भन्ने कुरा मलाई राम्रोसँग थाहा छ त पनि कसैको छोरी होस् भन्ने कुरा तर मेरो प्यारी छोरी र तमा धेरै फरक छ आमा हजुरको मनमा दया भन्ने चिज छैन कि क्या हो
जुन दिनदेखि यो घरमा आएँ नि म त्यहाँदेखि म हजुरको यस्तै वचन सुनिरहेको छु। ए अहिले आएर मै नराम्री भइन् बुहारी भनेर तँलाई अरै सिकाइ गर्दा पनि वचन लागेको भयो। मैले जे भने पनि तँलाई गाली गरेको हुनी वचन लागेको हुनी होइन। तेरा बाबुआमाले अलिकति पनि संस्कार सिकाएन। हे भगवान् मेरो यस्तो सोझो छोरोलाई कस्ती केटी भिराए होला यो। के दिकार लाग्यो म त। मेरो त भाग्य पनि कस्तो रहेछ र पनि मालाई कसैले माया गरेनन्। सासूले त झन् मलाई देख्नै सहन्निन्। मेरो माइती कमजोर भएर त होला नि यिनीहरूले हेपेका। यो बाँकी काम भोलितिर मिलाउन पर्ला। खाने समय पनि भयो, जानु पर्यो अहिले। जुत्ता पनि कता राखेछु। होइन, यो रुने चाहिँ मेरी बुहारी होइन र? पक्कै मेरी बुहारी हो। यसलाई के भयो फेरि सोध्न पर्छ। ए बुहारी, के भयो तिमीलाई? केही भएको छैन बुवा। किन रोएर बसिछौ यहाँ? केही न केही भएको छ। केही भएको छैन बुवा, केही भएन। अनि किन रोयौ त? के कारणले रोयौ तिमी? होइन, के भयो पहिले तँ त भन। ओहो, यसरी रुने बुहारी त होइन यो। घरकी सबैभन्दा मेहनतिलो बुहारी यही हो। घरका सबै कामहरू यसैले गर्छे। पक्कै पनि घरमा यसलाई कसैले केही भनेको हुन पर्छ। कि त बुढीले केही भने, कि त छोरीले केही भने। काम गर्ने बुहारीलाई यसरी हेप्ने पक यिनीहरूलाई म जानेको छु। होइन, यसलाई के भयो? बिरामी जस्तो गरिरहेछ, बानी पनि खुवाइरहेछ। भाउको चाहिँ के हो? ज्वरो आइरहेछ, टाउको दुखिरहेछ। टाउको दुख्छ, ज्वरो आउँछ। हिजो बेलुकासम्म त यो सालको तिज बवाल तिमी र म नाच्ने हो छमछमी, अरूलाई के सवाल भनेर तिजको टिकटकमा पुरै फुरुक 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 नाचिरहेको थिएँ त। हिजोको आज बिमारी हुन्छ यो? हिजो टिकटक बनाएर हुन्छ त? आज ज्वरो आएर यस्तो बवाल भइरहेछ। तपाईँहरूलाई कसैको ख्याल छैन, खालि रिस गर्न मात्रै जानेछ। होइन, यो छोराछोरीले पनि कति सताउँछन्। दबाई बानी गरौँ भनेपछि एक सुको छैन। होइन हे बुढी, बुहारी खोइ बुहारीलाई त देख्दैन नि। होइन ए बुढा, त्यो बुहारीको त के कुरा गर्नु। त्यो दुईटा थालहरू जुठो थियो, माझेर लिएर झनेर पठाएको, पानी खिरेर बसिरहेछ, अहिलेसम्म आएको छैन। त्यस्तो कुन कुरा गरेर शान्ति लाग्छ? त्यही बाहिर भाँडा माझी राख्यो होला नि अहिलेसम्म। माछे मार, तिमीहरू आमा छोरीले पक्कै पनि खुरु खुरु काम गर्ने। यो टोल, यो छिमेकी सबैभन्दा लक्षिणकी बुहारीलाई तिमीहरूले केही न केही भनेको।
त्यही भएर बारीको छेउमा बसेर रोएर बसिरहेको थिएँ। अनि बुहारी तँलाई के भयो भनेर मैले सोधेँ। होइन बुवा मलाई केही भएको छैन भनेर रुँदै रुँदै बसेको थिएँ। ल भनौ तिमीहरूले के भन्यौ बुहारीलाई? पक्कै पनि तिमीहरूले केही न केही भनेको हुनुपर्छ, नत्र रुने बुहारी होइन यो। अब सुरु भयो तपाईँको पनि कुराकानी। हिजो आएको बुहारीले त्यो बाहिर भाँडा मान्न जा भनेको मलाई के सुनाइरहेको थियो। तिमीहरूले मलाई हेप्यौ रे, यो भन्यौ रे, त्यो भन्यौ रे भनेर मलाई नै नराम्रो बनायो। लास्टमा आएर अब बुढाले पनि मलाई नै उस्तो बनाउने। तिमीहरूको सन्तानको के खाइदिएको छु? सबैको आँखाको तारो मलाई देख्ने हो। यही एउटा छोरीले अलिकति माया गरे जस्तो देखाउँछ। यो ससुर बुहारीले मलाई निकाल्न लाउला घरबाट। बस तिम्रो बुहारीसित मिलेर म जान्छु। यस्तै गरौँ भने बस्दिनँ म यो घरमा अबदेखि। होइन ए बुढी, त एक्कासी आवेशमा किन आउँछेस्? जहिले रोएर जित्छेस्? मैले बुहारीलाई के भयो किन रोको हो भनेर सोध्न बुझ्न नपाउने र बुहारीले बाहिरको काम गर्दैछ भने तिमीहरू आमा छोरीले जब दुईवटा थाल पनि माझ्न सक्दैनौ? के बुहारीकै मुख ताक्नुपर्छ? के बुहारीकै मुख ताक्नुपर्छ तिमीहरूले? होइन ए बुढा, तिमीलाई त बुहारीले मनी लाग्ने चिज खुवायो के हो? जहिले बुहारीको सपोर्ट लिएर बोल्छ, जहिले बुहारीलाई नै माया गरेर बोल्छ। मलाई त जहिले पनि हेला फोर मात्रै गर्न थाल्यो। के हो यो? तिम्रो लागि बुहारी प्यारी कि म प्यारी हो? मलाई त साह्रै हेला गर्न थाल्यो नि अहिले। होइन यो बुढी माउले के भन्छे? न मलाई बुहारीले मोहनी लाउने चिज खुवाकी छे, न म बुहारीको पक्षमा छु। तर बुढी एकचोटि छातीमा हात राखेर सोच, ऊ पनि कसैको छोरी हो। हेर त बुढी, तैँले छोरीलाई कति माया गर्छस्, त्यस्तै माया कहिले बुहारीले गरिस्? गरिन। मैले कसैलाई पनि माया गरिन। न त बुहारीलाई माया गरी, न त छोरीलाई माया गरी, न त बुढालाई नै माया गरी। तर मैले कसैलाई पनि माया दिन सकिनँ। हे भगवान्, कस्तो खपर रहेछ मेरो। मैले माया गरेको कसैले पनि देखेन। मैले जसलाई माया गरे पनि कहिले देख्दैन। मलाई किन यस्तो खेद गरेको? आफ्नै बुढाले नै देखेन, अर्काको छोरीले त के देख्ने त्यो बुढाले? जुन दिन मैले तिमीलाई पाएँ त्यो दिनदेखि म यति खुसी छु, यति खुसी छु, संसारको सबैभन्दा खुसी म हुँ। हेर मेरी काली, तिमी कतिको खुसी छौ त भन न एकचोटि। होइन, कस्तो कुरा गर्नुभएको? म पनि तपाईँलाई पाएर धेरै खुसी छु। काली, ए काली, हजुर। आज म तिमीसँग एउटा बाचा गर्न चाहन्छु। के गर्नुहुन्छ? तिमी मसँग जीवनभर नछुट्ने र म पनि तिमीसँग जीवनभर नछुट्ने आज एउटा अठोट बाचा गर्दैछु। बाचा गर्नुहुन्छ? भोलि बिहे गरिसकेपछि रक्सी खाँदै दिनरात कुट्नुहुन्छ होला। या काली, तिमी मेरो मुटुलाई पनि मैले कुर्छु होला त? कति रुन्छेस् न? गोइको आँसु कति बगाउँछेस्? मलाई जति माया गरे पनि माया गरेको देखेन तिमीहरूले मलाई। अब नरो भइगयो, जिउनु भइगयो। बुहारी कहाँ छ? खाना खाना निकाल। भरे जानु नि मलाई। सक्दिनँ म, बुहारीलाई पछि लायो हुन्छ। घरको माउ भएर चल्नुलाई अराउँछे। ल घाँटी काट। अनि तँलाई के भयो? फर्केर आइज। दिनभरिको थकान। गाडी नाच्न बसेर खा। टिकटक बनाउन भनेपछि र नाच्न र गाउन भनेपछि भाउजूलाई घरको काममा अलिकति सहयोग पनि छैन। आमाले सिकाइ पो गर्छ। बाउले देख्न सक्नु पर्यो नि छोराछोरी सँगै बसेर खाना खानलाई। जतिखेर पनि टोक्या छ अनि बस्छ त खाना सँगै। भात खाने बेला गरिदेऊ म त।
भातले म बोल्न किन हुन्थ्यो त नि अब म बोले भने त शत्रु जस्तो भइगयो नि अब त पहिला पहिला पो तरुनी थियो अनि म्याउ म्याउ गर्न आउँथ्यो अब त बुढी भयो भने होला नि हिँड गर्नु छोडेको यो डाडुले टोङमा टाउकोमा हालेर चिट्टोलाई उठ्ने गरेर जतिखेर नि कराछ छोराछोरीलाई नि देख्न सक्ने होइन मलाई पनि देख्न सक्ने होइन खालि उसकै बुहारीलाई मात्रै सपोर्ट जतिखेर पनि के रहेछ र त्यो बुहारीमा त्यस्तो होइन बुहारीलाई माया त हामीलाई नि लाग्छ नि आफ्नो छोराको सक्ने हो ऊ पनि माया लाग्दैन हामीलाई जतिखेर नि ससुराले काकी चेप्या छ अनि कसरी माया लाग्छ हामीलाई चाहिँ त धेरै बोल्छस् के खै यी भात खाने बेलामा बुहारी पनि सँगै छैन चुप लागेर खाने हात दैले ल काले अब ल लगले ल काले ल ल ल मासु ल यो बुहारी तिमी आयौ हजुर हजुर सुन है बुहारी अब तिमी बाटा गएर रुन पर्दैन मैले तिम्री सासु र नन्दलाई मैले सम्झाइसकेको छु अब यो घरको काम तिमी र नन्द आमा भएर सबैजना मिलेर गर्नुपर्छ र तिम्रो बारेमा बोल्ने भन्ने वचन लाउने जस्ता कुराहरू नगर बुहारीलाई त्यो पनि तिम्रो छोरी जस्तै हो भनेर राम्रोसँग सम्झाएको छु त्यो भएर तिमीले त्यसको बारेमा पिर मान्न पर्दैन है त बुहारी हुन्छ बुवा सुन बुहारी हामी पनि तिम्रो माइती जस्तै हौँ मेरो माइती कमजोरी भयो भनेर चित्त दुखाएर बातामा यसरी नहिँड सासूले एक दुई वचन भनी होलिन् सम्झाइ होलिन् अडाइ होलिन् सिकाइ होलिन् होइन त्यसको त्यसरी माइन्ड गरेर दिमागमा मनलाई सानो बनाएर हिँड्नुहुन्न किनकि नन्द तिमी भन्दा सानो मान्छे हो सानो मान्छेलाई तिमीले सम्झाउने बुझाउने गर्नुपर्छ सासू पनि बुढी भइसके भन्ने गर्छन् नि पशु बुढो भयो नि भिर खोज्छ मान्छे बुढो भएपछि निउ खोज्छ भनेर त्यो भएर कहिलेकाहीँ बेला बेलामा त्यसको दिमाग त्यस्तै हुन्छ मलाई त भात खाने बेलामा दारूले हिर्काम्ला भन्थे ल ठिक छ बुहारी अब हामीले खाना खाइसक्यौँ सासूले भित्र खाना कुँडेर बसिरहेकी छ तिमी खाना साना खाऊ अब मेला भात पनि जान पर्ने छ त्यसैले गर्दा जाऊ खाना साना खाऊ मैले त खाइसकेँ हामी त खाइसक्यौँ बर्खाको समय दिउँसो पानी पर्न सक्छ आकाशभरि बादल दमक्कै छ जाऊ 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 खाना खाऊ कोदो रोप्न जानु छ धान रोप्न जानु छ गोरमेलको काम गर्नु छ बर्खा लाग्यो जाऊ जाऊ बुहारी होइन तिमीलाई बुहारी हो म भन्ने कुरो अलिकति पनि थाहा छैन बुहारी मान्छे भएर गाउँ 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 डुल्या छ रग 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 हिँडेछ घरमा खाना खाने बेला भयो होला अब त घर जानुपर्छ भन्ने कुरो अलिकति दिमागमा नि आउँदैन आइन त आमा म त्यही पर सावित्रीलाई भेट्न गएको थिएँ खोइ सावित्रीलाई भेट्न गएको कि कसलाई भेट्न गएको होस् त्यो त तँलाई नै थाहा होला मलाई के थाहा हुन्छ र अनि बुहारी तँ त बाटो बाटो रुँदै हिँड्छस् रे घरमा त झगडाको बिउ निम्ताइस बाटो बाटोमा पनि रुँदै हिँडेर जोरी सतुर हँसाउन खोजेको आमा होइन म कहिले रोएँ म रुँदै हिँड्दै गरेको कुरा चाहिँ कसले भन्यो हजुरलाई कसले भन्नु नि त रुँदै हिँडेको कुरा धन्न बुवाले देख्नु भएछ अरू मान्छेले देखा भए मेरै इज्जत जान्थ्यो त बाटो बाटो रुँदै हिँड्ने धन्न आज त बुवाले देख्नु भयो यदि बाहिरी मान्छेले देखेको भए मेरो कति इज्जत जान्थ्यो भएको नि त आमा आँखामा केही परेको थियो बुवाले त्यही देख्नु भएको थियो कस्तो भोग लाग्छ आमा खाना पसिदिनु न आमा छैन खाना साना मैले त ऊ जोठो लटाइसकेँ त 12 बजे गाउँ डुलेर लखर 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 आउने बुहारीलाई पनि खाना राख्छ कसैले अब दिउँसो खानास् खाजा साजा अहिले जा घाँस काट्न फुरुक्क वस्तु भोकाइसक्यो ला ला बडा
हाँ